माछा यस्तो बनाउँदै स्पेसल है ब्लाउज बनाउँदै स्पेसल ब्लाउज पछाडि मान्छेमा त्यो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला र भिडियो कस्तो छ अन्तिममा कमेन्ट सोध्नु होला सेयर गर्नु होला आफ्नो साथीभाइसँग पुऱ्याएर मेरो सब्सक्राइब बढाइदिनु होला कोरियन फुडै यो चाहिँ लास्टै महँगो छ यो यो मेरो जुन छ नि पछाडि यो खेङछाल है यहाँ चाहिँ हेलो नमस्कार वेलकम ब्याक टु माई च्यानल सबैजनालाई नमस्कार सन्चै आरामै हुनुहुन्छ होला सो एकदमै म पनि एकदमै इन्जोय नै छु राम्रो नै छु सन्चो पनि छु आजको छोटो मिठो भिडियो लिएर तपाईँहरूको माझमा आइसकेको छु लङ टाइम पछि है आजभोलि हल्का बिजी भएको कारणले गर्दाखेरि त्यति भिडियो पनि बनाउन पनि पाइन्न थियो त्यसमा साथै कोरियाको मौसम पनि धेरै चिसो छ सो त्यसैले पनि हो अब आज चाहिँ हल्का घाम लागेको छ हिजो साँझतिर चाहिँ हिउँ परेको थियो तर अलि पाटुलो परेको थियो सो आज चाहिँ शनिबारको अहिले लगभग 2-3 बज्यो है बिहान त मस्त सुत्यो है खायो बस्यो त्यही त हो रुमसुम सफा गरेर त्यही हो परदेशी जीवनलाई हप्तामा अब 1 दिन हुन्छ खास बिदा चाहिँ अनि आजभोलि चाहिँ 2 दिन छ है त्यसपछि अब यसो सफा गर्दा के गर्दा हल्का चाँडो अब ढिलो चाँडो त भइहाल्छ सो त्यसैले गर्दा पनि अब बल्ल निस्केको बजारतिर अनि बजारतिर चाहिँ यहाँ दाइहरूले यसो होम प्लसतिर जाऊँ भन्नुभयो सो म पनि जाऊँ न त के कस्तो छ भनेर हिँडेको आजको होम प्लसतिर गएर हाम्रो सपिङ के नै हुन्छ कोरियाको है होम प्लस कस्तो के हुन्छ तपाईँहरूले देखाउने नै छु मेरो थोपडा चाहिँ कस्तो आएको छ है सायद राम्रो नै आएको छ कि कालो आएको छ त्यो मलाई थाहा होइन तर राम्रै नै छ भन्ने एकदमै आशासँग नै बोलिरहेको छु पहिले भिडियोहरू चाहिँ अनुहारहरू काटिने है लगभग त्यस्तै पनि हुन्थ्यो अनि प्रायः जस्तो मैले भिडियो चाहिँ बनाएर ड्रपमै छ क्या कस्तो हुन्छ भनेपछि भिडियो बनाउने तर साउन्ड कति पनि नआउने त्यसो भएको कारणले गर्दा पनि मैले भिडियोहरू त्यति युट्युबमा राख्न सकेन त्यसको लागि सो सरी अब के भनौँ है ठिकै छ अनि आज चाहिँ हामी हिँडिरहेको अहिले अब यहाँ होम प्लस चाहिँ अलिकति टाढा नै छ अहिले चाहिँ यसो रुमदेखि निस्किएर यता बजार यता पछाडि बजार छ अनि अब त्यही सहर सिटी नजिकै पुग्न लाग्यो हाम्रो दाइहरू चाहिँ अलि अगाडि हुनुहुन्छ एउटा तोर्पे दाइ चाहिँ मेरो अगाडि हुनुहुन्छ उहाँलाई यसो देखाऊँ भनेको त खै देखिनु पनि हुन्छ के छ दाइ है राम्रो देखिन के हो राम्रो देखिएन अरे बट राम्रो देखिनै हुन्छ है ठिक छ भाइ अब सोध के सोध्छु के छ त केही जान्छ कि 1-2 त के जाँदैन भर खाना खाएको हजुर अब खासै भोक छैन तर मोमो खानुपर्छ अहिले मोमो ल्याएर खाने हो कि यतै उतै खाने रे त्यहीबाट रेडिमेड मलाई त बर्गर खान पो मन लाग्यो बर्गर पनि खाना आज के छ बर्गर खाने सोच बर्गर खाइयो ल त्यही भने फेरि म उतै गएर हो नि फेरि त्यो बाटोमा यताउता पाइने होइन सिधै राम्रो हाम्रो 2 जना ब्रोडरहरू चाहिँ निकै दुग्रिराख्नु भएको छ सो गाइज अब हामी होम प्लसतिर जाँदैछौँ त्यहाँ के कस्तो हुन्छ आजको सपिङ के कस्तो हुनेछ त्यसमा देखाउने नै छु त बाई बाई मस्त गाडीहरू चाहिँ हिँडेको छ है सर ठोक्टे दाइहरू उहाँ नै हो गजब बेइज्जती वहाँ नै हो माई गॉड नमस्ते ठोक्टे दिया तिम्रो हेराइले मेरो धड्कन रोकिदिया तिम्रो हेराइले मेरो धड्कन रोकिदिया ओ माई गॉड कति राम्रो आएको यस्तो हिरो ओ माई गॉड शिवरात्रि आउनु ल शिवास दाइ ल हिँड्नु त शिवास दाइ कसरी हिँड्ने रे हिँड्दिन न माकुरी हिँड्नु नि छैन यार हेप्देको मलाई हाम्रो केल्मी ब्रान्डेड है हाम्रो चाहिँ केल्मी ब्रान्डेड हुन्छ एकदमै
अगाडि हिँडेको है दिक्क लाउँछ होला भोकाको यता उता है त्यसमा उनीहरू 3 जना तोर्पे दाइहरू त्यस्तै हो यहाँ चाहिँ अगाडि चाहिँ खिचाएको छ है अगाडि हो हामी यसो कहिलेका यसो हिँड्दाखेरि चाहिँ खिचाएको नजिकै गएर कस्तोसँग हिँड्नुपर्छ मेरो यो पछाडि देखेको चाहिँ खिचाएको है अनि बस स्टेसन पनि छ यहीँ अगाडि है बस स्टेसन हो यो चाहिँ अगाडिको अनि यसो ओ माई गॉड लास्टै जाडो छ कि कोरियाको जाडो बाख्राले खाइदियो भन्न पाए त हुन्थ्यो नि नेपालको जस्तो भए त तर के गर्नु हो जाडो छ हात लास कतक्क खाइदिन्छ खेङछाल प्रहरी यहाँ चाहिँ प्रहरी है खेङछाल हो यो मेरो जुन छ नि पछाडिको यो खेङछाल है यहाँ चाहिँ प्रहरी यहीँ खिचाएको छ नि त यहीँ पछाडिको यो खिचाएको यसो यहीँ नजिकै छ अस्ति जाडो घाम गरेन भने त अति जाडो हो ओ माई गॉड असक्कै जाडो हुन्छ त जाडो पनि के साह्रो पछाडिहरू कोरियनहरू है बाटैमा देखियो है बाटैमा देखेकोले गर्दा मन थाम्नै सकेन त्यसैले गर्दा हामीले चाहिँ यहाँ चाहिँ केही बनाएर खान लागेको हामीले यहाँ चाहिँ फाल्छनको है फाल्छनको चाहिँ हामीले फुङपाङ भन्ने छ खै माछाले के भन्छ यो थाहा भएन बनाउँदै हुनुहुन्छ है हाम्रो आजुमाले बनाउनु यसमा चाहिँ हाम्रो स्पेसली के पार्ने सजिलो पनि खै बाटोमा बनाउनुलाई हाम्रो लागि एकदम फ्रेस बनाउँदैछ र मस्तसँगले सस हाम्रो दाइले राख्दै हुनुहुन्छ खसो त सस राख्दै हुनुहुन्छ हल्का अलिकति जान्नु भएन उहाँले खाउने 60,000 भने होइन छ यार चिन्ता किन ल दाइ चेस ल आउनु अब यहाँ आउनु न हामीलाई चाहिँ यो खान लाग्यो कस्तो छ दामी हुन्छ है भित्रबाट सस अर्को त्यो सामानहरूले खुवाएको खुवाउँछ त यसलाई के भन्छ अर्को हटडग हो क्या त्यो चाहिँ यो चाहिँ के भन्छ हो यही हो हटडग यसलाई के भन्छ अरे नाम सोध्नु त यसको त्यो अर्को खान्दाहरू हालेको म खानु पनि जान्दिनँ यहाँ पछाडि 3 जना 1 नम्बरको लपस्तारीहरू हुन् गजब बेइज्जती यो मान्छेले कपाल देखाउनु भन्दा मान्नु होइन गाली गर्नु ल कमेन्टमा है आफ्नै खानु लगाएर पिज्जा क्यान्सल है मिठो रहेछ पहिलोचोटि खाएको होइन तर सस चाहिँ अलिकति कम भयो कोरियाको स्पेसल हाम्रो गाइस पैसा आएर त्यसपछि कति आयो यो 6 नुन यता देखाउनु नि 6 नुन 2
3 10 वर्ष भइसक्यो 4 5 6 भनन फेरि के हो त्यो आयो है टोटली सबै आएर क्याच चाहिँ अब मस्तसँग यहाँ राखेर के भन्छ दाइयाले के भन्छ ले चाहिँ माछा पकड नेपालीमा चाहिँ माछा पाङ भन्छ है मस्त जोक मारा रे या नेपालीमा माछा रोटी भन्छ यहाँ चाहिँ माछा पाङ भन्छ है यसलाई चाहिँ ट्याक्क केही नबनाउने यो चाहिँ यसको काङ हो हैन यो माछाको चाहिँ यो पुच्छुर हो यो टाउको हो हैन यसलाई चाहिँ केही गर्नुहुन्न माकुरी ओ मा भित्र गुलियो हुने रहेछ है गुलियोवाला हो नि त यो बढी गुलियो भयो भाइ हिँडो बाटोतिर ट्याक्कै बाटोमा केही देख्नु नहुने यो लोभी आँखाको एकदमै बानी नराम्रो झ्याप्पै जान्छ केही हेऱ्यो कि मुख रसाइहाल्छ भने बास्ना पनि कति मिठो कोरियामा पढाए जस्तो मान्छेले चाहिँ गुलियो खान्छ होइन त्यसमा पनि फेरि हल्का गुलियो खाएर बास्ना चाहिँ अति मिठो है लास्टै अब चाहिँ हामी स्पेसल दाइको घुड्डी दिमागले गर्दाखेरि टिलिक्क तिल्केर दाँत पनि सेतो बनाएर मेरो अनुहार पनि गोरो बनाएर हाम्रो कलिया दाइले पनि मास्क लगाएर गोरो बनाएर अस्ति कालो हुनुहुन्छ उहाँ सबैजना हाम्रो कम्पनीको कालो हो साइकल हेर्नुभयो अनि हामीले चाहिँ विशेष हाम्रो होम प्लस आयौँ है ट्याक्कै छन्जु एकदेखि सिधै आएर केही नभए पनि कति अब 100 मिटर जति तल आएर हाम्रो होम प्लस है प्लसमा चाहिँ यहाँ गएर के छ त स्पेसल हाम्रो है अब हामी चाहिँ यहाँ गयौँ चाहिँ बनाइयो भिडियो पनि के छ के लास्टै तातो छ कि न्यानो कपडा त न्यानो नै छ तर आसमहँगो छ कि फेरि कतै फर्मल पोइन्टको नै कति अब एउटा प्यान्टै नेपाली लगभग 3000 जति भेट्छ यहाँको 29,900 भनेपछि लगभग 3000 भेट्छ क्या त्यहाँ त्यस्तो हुन्छ 2990 रुपियाँ पर्छ क्या त्यस्तो छ यहाँ फेरि त्यो फेरि सर्ट फेरि कस्तो छ भनेपछि सब प्याकिङमा आँट्दै रहेछ कि सर्ट अहिले अलिक खुल्लामा भनेको भए राम्रो हुन्थ्यो सब प्याकिङमा छ सर्ट पनि गाह्रो छ त यो चाहिँ सब रक्सी आइटम हो है यो चाहिँ अब के खान मन लाग्यो यो खाने हो होइन अनि यिनीहरू चाहिँ रक्सी आइटम हो रक्सी स्पेसल छ नि रक्सी सबै यिनीहरू रक्सी आइटम हो 50% छुट रहेछ है यो लाइन चाहिँ 50% छुट रहेछ के छ नेपालतिर पाइने केही छ र ओ माई गॉड यो होल्स प्लस भन्ने 30,000 है हेर्ने अब फाइनली आजको सब सपिङ पनि गर्ने हरेक चिज किन्ने है किनेर पनि हाम्रो सपिङ स्पेसल भयो तोलीहरूले के खाँदैछन् के गर्दैछन् मैले चाहिँ स्पेसल आजको चाहिँ किन्ने भनेको चाहिँ यसमै हालेर बोक्नु न यो यता हो हुन त लगिहाल्छु त्यसमा हालेर झोला बोक न भन्छु यो चाहिँ किने ल नराउ न यार जाडो हो कि किने है अनि ल यति थियो अहिले पछि त्यहाँ प्लास्टिक किन्ने 3500 के झार्यो फेरि उ यो के को खै यहाँ तपाईँहरूकै हो यो किने र आजको चाहिँ यो भयो स्पेसल है अनि स्पेसल भएर दाइ यो यति हालिदिनु न हात लास्ट तित्ताउँछ यार ठिक छ यो म बोकिदिन्छु अहिले मेरो केराहरू बोक्छु उता भइहाल्छ नि त
अनि हाम्रो सामान चाहिँ फाइनली भयो र आज चाहिँ एकदमै घुमफिर लास्टै भयो नि दाइ धेरै घुम्यौँ लास्ट थकै लाग्यो खुट्टा पनि दुख्यो र आजको भिडियो यति भन्दै यति बनाउँदै गएर अब घरमा गएर अब खसीको मासु टक्क खानुपर्छ बनाएर खाने मेक्चु ल्याएर टक्क खाएर सुल मेक्चु लिएर मस्त होइन खानुपर्छ खाने हो भन्नुहुन्छ र यति भन्दै आजको भिडियो यहीँसम्म हामीले अब यहीँ अन्त्य गरौँ नि दाइ आजलाई यति गरौँ अब फेरि अर्को हप्तातिर भेटौँला केटा हो यस्तै छ ल त गाइस आजको भिडियो यति बनाउँदै तपाईँहरूदेखि छुट्टिन्छु भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला र भिडियो कस्तो छ अन्तिममा कमेन्ट सोध्नु होला सेयर गर्नु होला आफ्नो साथीभाइसँग पुऱ्याएर मेरो सब्सक्राइब बढाइदिनु होला हस् त बाई थ्याङ्क्स फर वाचिङ बाई बाई आवर नेक्स्ट विक है सी यू अन नेक्स्ट विक ब्रदर्स एन्ड सिस्टर्स